वेलकम टु जुनी प्रिमियर। सो अस्ति हामी गएको थियौँ सजन दाइको जुनी सङ प्रिमियरमा, जसमा चाहिँ हाम्रो स्वस्तिमा दिदी पनि हुनुहुन्थ्यो। त्यो एन्ट्री टाइम चाहिँ 6:30 थियो, त्यही भएर म पनि चट्ट रेडी भएर 6 बजे हिँडिहालेँ। र इभेन्ट चाहिँ हाम्रो एक्सो क्लबमा थियो, विच इज लोकेटेड एट थमिल। एक्सो क्लब अगाडि पुगिसकेपछि भित्र जाँदा त एकदमै धेरै भिड थियो। त्यो भित्र गइसकेपछि हामीले लिए हाम्रो प्यान्ट्स र भित्र हुने बिल्डिङका त यति राम्रो भ्यूको थियो। त्यसपछि मैले भेटेँ हाम्रो सुटमा भेटेको टोलीहरूलाई, जुन चाहिँ हाम्रो एकदमै रङ्गीचङ्गी साथीहरू थिए। अब भेट्ने बित्तिकै त एउटा ब्यान्डको त फोटो खिचिहाल्नु पर्यो, त्यसमा चाहिँ सुचेता बहिनी भएपछि त खिच्नै पर्यो। फोटो खिचिसकेपछि भित्रको लुक्स त यस्तो दामी र एक्साइटमेन्ट थियो, कुरै राम्रो। त्यसपछि स्क्रिनमा सजन दाइले भाइ केही खाने कि भनेर चट्ट एउटा आइडिया निकाल्नुभयो। मैले पनि त्यहाँको खाएँ, चिल रिफ्रेसिङ रुस्नान लेमन आइस टी। स्क्रिनमा त चेसको सिन चलिरहेको थियो, फेरि हाम्रो टोलीले पनि हामी नै गर्ने भनेर चेस हालिहाले। त्यसपछि हामी वेट गरिरहेको थियौँ सजन दाइलाई। त्यसपछि आउनुभयो हाम्रो ब्युटिफुल दिदी रोनिस्मा। अब स्वस्तिमा दिदी अलिकति बिजी भएर आउनु भ्याउनु भएन, त्यही भएर उहाँले एउटा सानो छोटो मिठो भिडियो हामीले पठाइदिनु भएको थियो। एन्ड त्यसपछि फाइनली आउनुभयो हाम्रो सजन राज बैटिया दाइ। अब उहाँ आएपछि एउटा सङ्ग त सुनिहाल्नु पर्यो, त्यो पनि अब प्रिमियर सङको जुनी सङमा। त्यसपछि छोटो मिठो कन्भर्सेसन चलिरहेको थियो, तर मैले सजन दाइको बोलेको केही पनि बुझिरहेको थिएन, किनभने मेरो अङ्ग्रेजी अलिक कमजोर छ। त्यसपछि हाम्रो रस दाइले एउटा फोटो खिचिहालौँ भनेर भनिहाल्नु भयो। त्यसपछि एउटा फोटो पनि चट्ट खिच्यो। एन्ड फाइनली इन्ट्री हुन्छ हाम्रो डायमन्ड्स एनएफटी टिम, जसले चाहिँ यो म्युजिक भिडियो बनाउनु भएको थियो। र सबैको इन्ट्री भइसकेपछि अब चाहिँ हाम्रो स्टार्ट हुन्छ ग्रान्ड प्रिमियर म्युजिक भिडियो अफ जुनी, जसमा चाहिँ मैले पनि एउटा सानो एड गरेको छु र यहाँ छु म। एन्ड जब हामीले यो वाला सिन देखिरहेको थियौँ नि, पुरै गुजबम आइरहेको, एकदमै टच्चीवाला सिन थियो। त्यसपछि म भेट्न गएँ हाम्रो जेनिस दाइलाई, र साइडमा हाम्रो यहाँ मेकअप आर्टिस्ट वर्षा दिदी पनि खुब इन्जोय गरिराख्नु भएको थियो। अब बिस्तारै बिस्तारै प्रिमियर पनि सकिने लाग्थ्यो। त्यसपछि हामी लाग्यौँ हाम्रो घरतर्फ, र बिहाइन्ड द सिन्स पार्ट हेर्नको लागि कमेन्ट गर्नु होला है त।